गएको 23-24 को घटनालाई हामी सबैले सम्बोधन गर्ने गरेका छौं। जेनजी उमेर समूहको भाइ बहिनीहरू छोराछोरीहरू सडकमा आउन बाध्य किन हुनु पर्यो र आज यो समयमा आएर 21औं शताब्दीको विश्व बजार कहाँ पुगिसक्यो प्रविधिमा विकासमा आज हामी आएर शान्तिको लागि समृद्धिको लागि स्थायित्वको लागि बहस गर्नुपर्ने अवस्थामा छौं। यो अवस्था कसले ल्यायो, किन आयो र अब यसको उत्तर कसले दिने हो, यसमा पनि बहस आवश्यक परिसकेको देखिन्छ। त्यसकारणले म आयोजक साथीहरूलाई पक्कै पनि हार्दिक धन्यवाद दिन चाहन्छु। कुनै पनि काम समयले मागेपछि गर्नुपर्छ, तर हामी धेरै ढिला भइसकेका छौं। आगामी दिनमा यस्तो ढिला कुनै अन्य कार्यक्रम गर्न नहोस् भनेर सरकार, राजनीतिक दलहरू, नेतृत्वहरू सचेत हुनुपर्छ भन्ने पनि आजको यो कार्यक्रमको शीर्षकले देखाएको छ। भने आजको कार्यक्रम शान्ति, स्थिरता र स्थायित्व र समृद्धिका लागि सहकार्यले यही साझा प्रयासलाई अझ सशक्त बनाउने अवसर प्रदान गर्छ। युवा पुस्ता जेनजीले सरकारी उत्तरदायित्व, पारदर्शिता, रोजगारी र सुशासनका लागि आवाज उठाएको छ, जसलाई हामी सकारात्मक रूपले बुझ्नुपर्छ। आजको युवा शक्ति हाम्रो सबैभन्दा ठूलो स्रोत हो। उद्यमशीलता, नवपरिवर्तन र रोजगारी सिर्जनामा उनीहरूको भूमिका निर्णायक बन्नुपर्छ। आन्दोलनका क्रममा केही क्षति पनि पक्कै भएको छ, जसले निजी क्षेत्रका केही व्यवसाय र सम्पत्तिमा समेत आर्थिक प्रभाव पर्न सक्ने देखिएको छ। प्रारम्भिक मूल्याङ्कन अनुसार निजी क्षेत्रलाई करिब 80 अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ। यो निकै दुःखद पक्ष हो निजी क्षेत्रका लागि। शान्ति र आर्थिक समृद्धि परस्पर आधारित। शान्ति बिना समृद्धि सम्भव छैन, समृद्धि बिना शान्ति स्थायी रहँदैन भन्ने मूल मर्मलाई निजी क्षेत्रले पनि स्वीकारेको छ। राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्छ, जसले जनताको आशा बलियो बनाउँछ। नेपालको निजी क्षेत्रले लगभग 85% भन्दा बढी रोजगारी प्रदान गर्दै आएको छ। करिब 55 लाखले मानिसलाई रोजगारी दिएको तथ्याङ्क छ। विशेष गरी सूक्ष्म, साना र मध्यम उद्यमले ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छन्, जसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलिरहेको छ। नेपालले बाह्य लगानी सम्मेलनहरू तथा द्विपक्षीय व्यापार